हेलो गाइज नमस्ते, के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला म आशा गर्दछु है। तर यो मेरो मम्मी चाहिँ बारीबाट आउनु भएको एकदम थकित हुनुभयो, भोक लाग्यो रे के गर्ने भनेर यसो आइडिया लगाउँदाखेरि त करेन्ट चाउचाउ बनाइदिनु पर्यो भनेको मम्मीलाई बनाइदिएको। मम्मी त खुसी भएर एकदम मिठो छ भन्नुभयो, अनि गुहाम गुहाम खानुभयो। तपाईँहरूलाई पनि मनपर्छ। हेलो गाइज नमस्ते, के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला म आशा गर्दछु है। तर यो मेरो मम्मी चाहिँ बारीबाट आउनु भएको एकदम थकित हुनुभयो, भोक लाग्यो रे के गर्ने भनेर यसो आइडिया लगाउँदाखेरि त करेन्ट चाउचाउ बनाइदिनु पर्यो भनेको मम्मीलाई बनाइदिएको। मम्मी त खुसी भएर एकदम मिठो छ भन्नुभयो, अनि गुहाम गुहाम खानुभयो। तपाईँहरूलाई पनि मनपर्छ। हेलो गाइज नमस्ते, के छ हालखबर सन्चै हुनुहुन्छ होला। अनि के गर्दै हुनुहुन्छ होला हजुरहरूले। आज चाहिँ मम्मी बारीमा जानुभएको थियो, बारीबाट आउनु भएर भोक लाग्यो भनेर भन्नुभयो।